सो है गाइज हामी चाहिँ भैरवकुण्डको लागि हिँडिसक्यौँ होइन अहिले चाहिँ बिहानको 6 बजे दुईजना 3जना अगाडि गइसक्यो हामी 3जना चाहिँ यहाँ छौँ दिदी कसलाई रहा हेलो एकदम कतिको एक्साइटेड हुनुहुन्छ हिँड्न सक्नुहुन्छ अर्को यहाँ छ गाइज छैन अरू चाहिँ म पछि देखाउँछु ल र अर्को यहाँ छ टिम लिडर यो चाहिँ ब्याग घुमाउँदै टिम लिडर हो अनि आकाश पनि यस्तो दामी देखिरह है अर्को उताबाट आउँदैछन् हामी चाहिँ 6 जना छौँ है अर्को 2 जना चाहिँ उता गाडी भेट्नुहुन्छ होला हाम्रो गाडी आयो है फाइनली हामी चाहिँ यहाँ रेडी छ हामी चाहिँ अहिले सुकुटी आइपुगेका छौँ होइन अनि अघि चाहिँ ह्यान्ड ठाउँमा पनि गएको थियो त्यहाँ चाहिँ भिडियो बनाउन बिर्सेछु अनि अहिले चाहिँ हामी धेरै चाँडो आइपुग्यो कि अनि त्यही भएर हामी घुम्न जाँदैछौँ तर लास्ट चिसो छ गाइज यहाँ झन् यता आयो झन् यता यता चिसो चिसो छ हामी टी सर्ट आएको छौँ घुम्न गाइजहरू यता हेर्नुहोस् रे बोक्दै हामी 6 जना हामी चाहिँ सोलो ट्रेक आएको जस्तो भएको छ होइन किनभने हाम्रो गाडी खाली छ जम्मा 6 जना मात्र छौँ हामी सेतो मासु पुरा एउटा एक्लै पोर्खेन लाग्छ है खै त पुरा कटिरहन्छ यहाँ हो यहाँ रिसोर्टमा आइपुग्यौँ के साह्रो चिसो हो यता त झन् घाम पनि देख्न पाउँदैन घामको त नाम निशानै छैन गाइस यहाँ त जुत्ता त खत्तम हुन्छ के यार ल है मेरो ठुलो है ल भयो गाइस हामीले चाहिँ यो काम नपाएको है यहाँ 3टा बनाउँदैछौँ एउटा चाहिँ अलरेडी थियो मैले थपेको बुढा बुढी अनि एउटा भिले होइन के भन्दैछ बुढा बुढी एउटा बच्चा होइन गर्लफ्रेन्ड बोयफ्रेन्ड अनि एउटा साथी बिचको चाहिँ भिलेन तेरो बन्दै परेन अघि बनाएको सुकुटी बिच हाम्रो चाहिँ यहाँ खाना आयो के रहेछ अच्छा अर्को 2 जना चाहिँ उता बसिरहेछन् हामी चाहिँ बन्जी जम्पिङ गर्ने आएको बन्जी जम्पिङ गर्ने ठाउँमा आएको छौँ है लास्ट चिसो के साह्रो हावा चलेको तर यहाँ बन्द रहेछ लास्ट चिसो हावा यहाँ त तर खासै पार्टी रहेनछ यही यस्तो हो हजुर अब हामी यो फुललाई बाई बाई गरेर जाँदैछौँ होइन अरू कसैले हाम्रो ग्याङ पार्टी यहाँ छौँ या हामी चाहिँ यहाँ पसलमा छौँ है सबै चाइनिज मात्र पाउँदो रहेछ खै है यहाँ चाउचाउ बिस्कुट ब्रस चाइनिज बस्छ सबै चाइनिज त्यो पसलहरू प्रायः जस्तो चाइनिज सामान मात्रै रहेछ बाटो चाहिँ एकदम डेन्जर रहेछ उफारै गर्छु किन भन्यो बाटो चाहिँ खत्तम रहेछ यहाँ बाटै देख्दैन रहेछ बाटो देखाउँ भने
त्यस्तो छ है बाटो चाहिँ यस्तो दामी छ यार यो झरेन मैले भनेको थिएँ नि चप्पल बोकौँ भनेर तैँले गाली गरेको दामी हो यो झरा चाहिँ एकदम दामी रहेछ तर यहाँ गहिरो रहेछ यो साइडमा चाहिँ पानी चाहिँ के साह्रो थिराउने हो हामी चाहिँ होइन 2:30 बजी नै आइपुगिसक्यो त्यो केटी त्यहाँ तलतिर मान्ने तर यो चाहिँ सही देख्दो रहेछ हामी बस्ने चाहिँ यहाँ राइट गाडीको हालत चाहिँ यस्तो छ यहाँ मान्छेको हालत नि यस्तो भइरहेको छ हामी चाहिँ फाइनली आइपुग्यौँ लास्ट चिसो छ हो हामी बस्ने चाहिँ यहाँ लास्टै 4 ब्यागमै छ त्यो ब्याग गर्ने पछाडि खानु त माथि बस्नु म चाहिँ हेर नि गाडीमा छुट्टेर यस्तरी चिसो हेर्नु पऱ्यो यो चाहिँ हामी अहिले बगानमा छौँ अनि हामी चाहिँ चाँडो आइपुग्यो भएर अहिले डुल्दै बसिरहेछौँ कि भोलि कसरी हिँड्ने होला सनसेट चाहिँ दामी देख्छ होला अहिले यहाँ चाहिँ अघि बाइकबाट मान्छे लडिरहेको थियो है हामी चाहिँ माथिबाट तल चढ्दैछौँ बाटो त के हो यस्तो होइन छोकोमा त थियो कि हामी चाहिँ यहाँ आगो तापिरहेछौँ आगो ताप्दा मोजा पार्नु आगो ताप्दा मोजा चाहिँ पार्नु पर्यो यहाँ दामी क्या मजाले बसेको छैन धेरै पिरो त भएन होला नि ठिक हाम्रो चाहिँ अहिले खाना खाने बेला भएको छ गाइज हिजो किनेको यो चाइनिज ब्रस हो यहाँ मन्जन पनि छ बिहानको 2 बजी उठ्नु परेको छ यहाँ चाहिँ भित्रबाट यसरी कुट्ठा लाखाने न सो गाइज हामी चाहिँ 2 बजी उठेर 3 बजी होइन निस्क्यौँ चक्कर मकरको लागि पुरै सिट छ हौ अब तारा तल्किरहेको हाम्रो ट्रिप सुरु भयो हामी चाहिँ 4 जना एउटैमा खाँदेर बसिरहेको 5 जना पो छ त कहाँ 4 जना हुनु 4:30 भयो होइन हामी चाहिँ गाडी तातेको भएर यहाँ एकछिन रोकेका छौँ हामी चाहिँ अहिले 2टा गाडी मात्र छौँ तपाईँ चाहिँ अहिले चाहिँ हामी चोकर मकर आइपुगेको छौँ यहाँ इबीको गोठमा छौँ है हिमाली भेगैमा नाच्दैछ नि जिउ तताउँदैछ अब चाहिँ हामी हिँड्न लगाएको छौँ रक्सी तताइक्यु मिसाइ बनाउँछ कुटी यो गीत भए बजाए मैले फर्स्ट टाइम सुनायो आमा एकदिनमा के गाउनु त ल्याउ साइली चेम्बालाई सिन्तान सुकुटी मलाई त्यो स्पिकर हैन छैन नि मेरोमा स्पिकर खोइ ल आउने गीत गाउ न आउने गीत गाउने छ सियादी गीत गाइदिनु त सियादी गाइदिनु यहाँ सबजना नुन खाएको कुरा जस्तो झुक्राइसक्यो खै बोतल छैन हौ यहाँ होला नि हाम्रो ठाउँमा छैन हौ ओइ हाम्रो सर्भिस ब्याङ्क सक्छ नि अरे
पछि पछि सिक्रेटहरूमा बिडी खानेलाई माया नल्याऊ म हिँडी जानेलाई खररा हो खररा कि खररा सिमसारमा दुम्सिने दुलो बल्ल बल्ल एउटा छोरो बाटोको लैजा ठुलो तपाईँको गोला पिछे पिछे मेसिन गन खररा सिक्रेट नदेऊ म बिडी खानेलाई माया नदेऊ म हिँडे जानेलाई अलिकति नर्सी आउँछ कोही हामी चाहिँ चिया खान लाग्छ है सो गाइस अब चाहिँ हामी हिँड्न लागेका छौँ लौरो सबै लौरो रेडी भइसक्यो ल हामी 6 जना छौँ है ए 7 जना छौँ यहाँ दाइ पनि हुनुहुन्छ दाइ छैन तर अर्को ग्रुप पनि छ है यहाँ अर्को ग्रुपहरू निस्किँदैन नि त भराङ हिँड्न चाहिँ लास्टै गाह्रो रहेछ होइन चिसो पनि एकदम छ त्यहाँ चाहिँ म एक्लै आइरहेको छु अरू चाहिँ सबै तलबाट आउँदैछ सो गाइस हामी चाहिँ यहाँ डाँडामा आइसक्यो जति हिँडे पनि आइपुग्दैन अझै यत्रो डाँडा कटेर आइसक्यो होइन अहिलेसम्म आइपुग्यो होइन हाम्रो मुख हेर्दा मुख फुलेर होला कति मुख यत्रो त्यो यिनीहरू चाहिँ ढिलो भएको थियो यस्तो दामी थियो आज नि गाइस बाटो अप्ठ्यारो भए पनि होइन तर ठाउँ चाहिँ सही हो क्या तर हामी दिदीलाई चाहिँ लास्टै गाह्रो भएको छ है ऊ त्यहाँ हुनुहुन्छ घर रेस्ट गर्ने ठाउँ लास्ट गाह्रो भयो यार उयो के हो बाटो यहाँ बिहान स्टिकर तालिदिउँ भनेको त ठाडो रहेछ हौ पुरै हिमाल देख्दैछ यो चाहिँ हामी के कुण्ड चाहिँ थाहा छैन तर पुरै फ्रेस भएको आइपुगिसक्यो फाइनली हामी चाहिँ लु सर्ट त त्यहाँ 8 बजी चिताइरहेँ तर देख्दैन होला उ त्यो एउटा मात्र मान्छे दिएर ठाउँमा हामी चाहिँ फाइनली आइपुग्यो यति हेर्नलाई यति धेरै दुःख छ सबै फ्रेस छ पानी नै छैन फ्रिज तर पानी नै देखिन कि गाइस होइन न हिउँ परेछ न पानी देख्छ फ्रिज मात्र रहेछ यही हो है भैरव कुण्ड भनेको चाहिँ अनि गाइस उयो यहाँ एउटा त्रिशुल छ त्यो त्रिशुल चाहिँ के अरे शिवले त्रिशुलले खाल्टो खनेर बनाएको पोखरी भनेर चिनिन्छ है तर थाहा भएन सुन्न चाहिँ त्यही सुनेको हो अनि दिदीलाई होइन त्यहाँ पुगेर माथि आउनु गाइस यही हो भैरव कुण्ड फाइनली आइपुग्यो गऱ्यौँ भयो लास्टै यो चाहिँ अघि नै आएको है अघि मैले भनेको त्रिशुल चाहिँ यही हो है यहाँ बिचमा त्रिशुल छ यो चाहिँ कति फिट गहिरो भनेर अझै पनि थाहा छैन अरे पानीको नाममा केही पनि छैन भने सबै अहिले चाहिँ घाम लाग्दै गएको भएर यो पटपट फुट्दै आइरहेछ होइन पानी हुँदैछ कोही चाहिँ भर्खर आउँदै हुनुहुन्छ अब चाहिँ हामी फर्किन लाग्छौँ कोही फोटो खिच्दैछन् कोही भिडियो खिच्दैछन् तर ठाउँ चाहिँ एकदम रमाइलो छ है बाटो गाह्रो भए पनि उयो आइज न दामी छ ठाउँ तर यहाँ पानी भएको भए अझै राम्रो देख्थ्यो तर छैन पानी चाहिँ चन्द्र सूर्य
जङ्गली सानो हाम्रो सोरे आएन त्यति मन जङ्गी सानो हाम्रो जिउँदो रगत सरियो बल्दो जो सानो हाम्रो रातो र चन्द्र सूर्य गाइस बाई बाई भैरवकुण्ड यहाँबाट चाहिँ हामी फर्क्यौँ जति घाम लाग्दै आयो तर त्यति त्यो के अरे के भन्छ आइस फुट्दैछ हाम्रो लट्ठी एक्सचेन्ज भएछ है के हो एक्सचेन्ज भयो जस्तो छ भने लट्ठी हामी चाहिँ फर्किँदैछौँ दुईजनालाई चाहिँ अति गाह्रो भइसक्यो हामीलाई चाहिँ त्यस्तो भएको छैन सोचेको जति गाह्रो पनि छैन तर बाटो चाहिँ नि एकदम गाह्रो छ सबै ढुङ्गा भएर झन् अचकल्टो छ अब त्यति हेर्नको लागि यति दुःख गर्नु परेको छ राइट भैरवकुण्डमा हामी 30 मिनट जति बस्यो होला त्योभन्दा बढी त हिँडेरै थाकिसक्यो एउटा त अगाडि पुगिसक्यो अर्को हामी 4 जना हाम्रो ग्रुप मात्र छौँ अरूहरू कोही पुगेकै छैन अनि त्यहाँ हिजो अङ्कलहरू भेटेको थियौँ त्यो अङ्कलहरू पनि आइपुग्नु भएको छ कि हामीले भेटिन त्यो थाहा भएन है सायद आइपुग्नु भएको छैन होला अझै हिँड्न बाँकी छ कतिवटा डाँडा कट्नु छ कसरी कट्ने हो त होइन उक्लिन त सजिलै भएको थियो झर्दा चाहिँ खुट्टा दुख्दो रहेछ तपाईँहरू आउँदाखेरि जुत्ता चाहिँ एकदम कम्फर्टेबल लाएर आउनु होला नत्र गाह्रो हुन्छ तर भ्यू हेर्न चाहिँ एकदम रमाइलो छ है जतिसुकै गाह्रो भयो भने भिडियो बनाउनु चाहिँ छोड्नु हुँदैन है यहाँ हामी दिदी हुनुहुन्छ जतिसुकै गाह्रो भने भिडियो बनाउनु चाहिँ छोड्नु हुँदैन दिदी सक्दिनँ म भन्नुहुन्छ होइन तर भिडियो बनाउनु बेला चाहिँ सक्छ त्यो एउटा डाँडा कट्यो है अझै बाँकी छ त्यो बाटो देखेको भन्दा नि अर्को बाँकी छ गाह्रो छ त्यहीजना उता पैसा हामी त्यो यत्रो ठाडो उकालो निकाले चढ्यौँ होइन झऱ्यौँ पनि लास्टै ठाडो छ हौ यो चाहिँ मेरो त थक्कै भइरहेको छ सबजना एउटा चाहिँ त्यहाँ पुगिसक्यो त्यो एक्लै हिँड्दैछ यत्रो बाटो होइन के अरे चढेर आयौँ योभन्दा ठाडो उकालो पनि चढ्यौँ झऱ्यौँ पनि योभन्दा ठाडो उकालो यहाँ आएर लड्नु भएको छ मैले अघिको तँलाई बाँध्नु लड्छ भने त्यत्रो चढेर आएर यहाँ आएर लड्नु चिनो त भन्नु पऱ्यो नि दिदी एक्लै त लड्नु पऱ्यो नि एकजना त लड्नै पर्थ्यो दिदी जानुभयो ए यो धुलो सिसाको धुलोले केही देखेन नि त गाइस हामी चाहिँ जाँदैछौँ होइन हाम्रो ट्रिप सकिसक्यो अब चाहिँ फर्किँदैछौँ अनि यहाँ चाहिँ के भन्नु हामीहरू आएको आउँछौँ बाई बाई काठमाडौँ घुम्न आउनु हामी यता आयो अब तपाईँहरू आउनु गाइस हामी चाहिँ फाइनल्ली गयौँ बाई बाई बगाम हामी चाहिँ अहिले यो खै कुन चाहिँ मन्दिरमा आइपुगेको छौँ होइन मन्दिरको नाम चाहिँ के थियो लिस्टिमाई के समथिङ के थियो है लिस्टिमाई मन्दिर हामी कहिले घर पुग्ने हो त आएन लास्ट गाडो भइसक्यो आज चाहिँ श्री लिस्टिमाई मन्दिर रहेछ गुठी सेवा यो एरियामा सबै नेवार रहेछ के हो एकदम धेरै चिसो छ माथि त
हामी चाहिँ यो कहाँ आइपुग्यो थाहा छैन होइन केराघारी आइपुग्यो होला आई थिङ्क हामी चाहिँ हिजो चियाको ठाउँ आइपुग्यो कहिले घर पुग्ने हो थाहा छैन 7 बजिसक्यो जाँदैछौँ टोटा खोल्दैन खुल्दैन त लग्यो हामी चाहिँ बेलुकाको 8 बजेतिर घर पुगेको थियौँ तर सबै भिडियो चाहिँ क्लिप खिच्न पाएन होइन किनकि फोनमा चार्ज थिएन अनि कतिवटा चाहिँ मैले बनाएन नै अनि यो चाहिँ एकदम रमाइलो थियो है बाटो गाह्रो भए पनि तातो पानीबाट जाँदा चाहिँ बाटो एकदम खत्तम छ तर छिटो पनि त्यहीँबाट पुग्छ सोचेको जस्तो त्यस्तो गाह्रो ठाउँ पनि छैन तर लेट लाग्नेहरूलाई चाहिँ गाह्रै छ अनि त्यहाँको मान्छेहरू पनि एकदमै हेल्पफुल हुनुहुन्थ्यो सो अनि हजुरहरू पनि त्यो ठाउँ चाहिँ एकचोटि जानु होला बाटो नराम्रो भए पनि ठाउँ चाहिँ एकदमै रमाइलो छ अनि ठाउँ ठाउँमा घुम्ने ठाउँहरू पनि रमाइलो नै छ बाइकमा जाँदाखेरि चाहिँ नि होस पुऱ्याएर मात्रै जानु होला बाइक बिग्रियो भने चाहिँ एकदम बिजोक हुने ठाउँ छ होइन कहीँ बनाउने ठाउँ पनि छैन बनाउने ठाउँ नभएपछि एकदम बिजोक छ ठाउँ चाहिँ विकट ठाउँ जस्तै छ बाटो चाहिँ खत्तम रहेछ है त्यही भएर मान्छेले भिडियो नबनाउँदो रहेछ डराउँछ भनेर कोही मान्छे आउँदैन भनेर होइन कहाँ हुन्छ नि भिडियो बनाउने ए होइन हेलमेटमा क्यामेरा भइहाल्छ